साथीहरुलाई भेट्न पशुपति गएको थिए, तर यस्तो दामी सनसेट भ्यू देखिन्छ भन्ने त थाहै थिएन। सो हे गाइज, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। कलेजमा सँगै पढेको साथीहरु सबैजना कहाँ पुगिसक्यो थाहै छैन। धेरै जसो त विदेश गइसक्यो, तर नेपालमै उनीहरु ल आज भेट्दिउ न त भनेर आको। आउने बित्तिकै पहिला एकजना साथीलाई भेट्ने बित्तिकै पुरानो दिनको कुराहरु गर्दै हामी दुईजना गए फेरि अर्को साथीलाई भेट्नलाई। काठमाडौँमा धेरै दिनदेखि पानी परेकोले बागमती खोला चाहिँ एकदमै बढेको रहेछ। हेर्दै जाँदा कतै घाटमा अन्तिम संस्कार भएको, कतै पण्डितहरु हात हेर्दै बसिरहेको। यो सब देख्दा चाहिँ मलाई यस्तो लाग्यो कि पशुपति मन्दिर भनेको घुम्नलाई मात्र आउने ठाउँ चाहिँ होइन रहेछ। कसैको लागि पूजा, कसैको लागि भेटघाट, कसैको लागि आफ्नो मान्छेको सम्झना। यहाँ आउनु सबैजनाको आफ्नै बेग्ला बेग्लै कारणहरु रहेछ। अनि पशुपतिको माथिपट्टि यस्तो पुरानो मन्दिरहरु हेर्दा लाग्थ्यो यो ठाउँमा कति धेरै वर्षको इतिहास लुकेको होला। त्यही बीचमा शिवजीको यो गोल्डन कलरको त्रिशूल देख्दा मलाई त भित्रैदेखि गुजबम आइरहेको थियो। अनि अलि माथिबाट तलतिर हेर्दा यताबाट त काठमाडौँको छुट्टै भ्यू देखिँदा रहेछ। र पशुपतिको यो पछाडिपट्टि आएपछि हामीले फेरि अर्को साथीलाई पनि भेट्यौं। अनि कलेजको त्यही पुरानो दिनहरुको कुरा गर्दै एक अर्कामा हाँसी मजाक गर्दै जाँदा हामी त अहिले पनि 11-12 मा पढ्दै छौं जस्तो लाग्यो। अनि खोलाको छेउमा बसिरहेको बेला एकजना अंकलले कुकुर लिएर आउनु भएको रहेछ। अंकलले कुकुरलाई फुल्ली ट्रेनिङ दिएर राख्नु भएको रहेछ। लट्ठी फाल्ने बित्तिकै फिल्लिली कुदेर लट्ठी लिएर आइहाल्ने। मैले लट्ठी फालेको जस्तो गरेर पछाडी लुकाको कुकुर एकछिन रोकियो र सिधै मतिर हेर्न थाल्यो। ए बाफ रे, यसले त मैले लट्ठी फालेको छैन भनेर ठ्याक्कै थाहा पाइहालेछ। अनि फर्किने बेलामा त्यही छेउको खोलामा एकजना अर्को अंकलले यत्रो ठुलो बुङ्ग्री माछा पार्नु भएको रहेछ। अनि त्यति बेलासम्म घाम पनि बिस्तारै डुब्दै थियो। खोलाको छेउबाट त्यो आकाश अनि पशुपतिको पुलको भ्यू, यो चाहिँ साच्चीकै मैले एक्सपेक्ट नै गरेको थिएन। यतिकैमा आजको दिन कति चाँडो बित्यो थाहै भएन। र साथीहरु पनि आफ्नो बाटो लागे। अनि म पनि खोलाको छेउ डुब्दै गरेको घाम हेर्दै रुमतिर फर्किए। साच्चीकै भन्नुपर्दा साथीलाई भेट्न भनेर निस्केको आजको दिन यति धेरै कुरा देखेर बित्छ होला भनेर सोचेको थिएन। सधैँ म टाइम नै छैन भनेर बस्ने गर्थे, तर आज यसो साथीहरु भेट्दिउ न त भनेर निस्केको यो दिनले मेरो पुरानो यादहरु ताजा गरिदियो र नयाँ यादहरु पनि थपिदियो। सायद त्यसैले होला यार आजको सनसेट यस्तो दामी लागेको। र धेरै वर्षपछि भेटेको साथीहरुसँगको यो दिनको पर्फेक्ट एन्डिङ पनि भयो।